गाइस हामी चाहिँ अब बेलुकालाई यसो मासु किन्नु निक्लेको होइन। अस्टै पानी परिरहेछ जाडोमा, त्यही हावा पानी दुवै परिरहेछ नि। लास्टै जाडो छ, मजा लागेको छ। हामीले सुप्पा खोज्दै हिँडेको गाइस। अब कहाँ हो ग्याङ, नेपाली ग्याङ, ठुलामाची म्याचेस यो त्यही अब खोज्दै हिँडिरहेछौँ। अस्टै पानी पऱ्यो। नाइट लाइफ इन जापान। कुखुरा किनिसकेपछि चाहिँ अनि त्यसलाई ट्याक्क कचौरामा म्यारिनेट गर्ने। त्यो त पछि गर्ने नि, तेल हाल्ने अनि त्यसलाई मसला हालेर अनि घोलेर त्यो पुरै कुखुरालाई दलेर अनि ओभनमा अनि फेरि हालिदिने भनेर सोचेको थियो। बेलुकालाई गएकोतिर जाउँ होइन, फेरि आयो गाइस यस्तै हो, गाह्रो छ के भन्नु। यस्तै हो अब, गाह्रो छ नि हामीलाई। हामी पढ्ने मान्छेलाई अब के भन्नु, राति पनि हामी गएको जान्छौँ गाइस। कस्तो अँध्यारो जस्तो भएको छ। राति लखर हिँड्यो, पानी परिरहेको त्यस्तै। गाह्रो हामी मासु खोज्न हिँडेको, सुक्खा खोज्न हिँड्यो है। कहाँ हो जाडो पानी पऱ्यो ठुलो। हट हामी चाहिँ सपिङ गर्दैछौँ यहाँ। के च्याउ हो? च्याउ यो च्याउ लिउँ न। यो कति हो गाजी? तरकारी चाहिँ लास्ट महँगो छ होइन। हामीले चाहिँ सपिङ गरिसक्यौँ होइन। यही हो हाम्रो सपिङ, चामल र मासु। गाइस फाइनल्ली रुम आइपुग्यो। लास्ट पानी परिरहेछ गाइस। फाइनल्ली गाइस, फाइनल्ली रुम आइपुग्यो। गाह्रो भयो। टिन खुली सकता हो। ओ प्लीज